सुन्नुहोस् न भन्नुहोस् न अनि के हजुर हजुर अनि हिजोको राति रमाइलो भयो नि म त रक्सीको तालमा कहाँ सुतेको नि कस्तो रमाइलो हो निन्द्रा लाग्यो नि भनेको निन्द्रा त लाग्यो के पाहुना पसल डिस्टर्ब गरेको रे बा डिस्टर्ब त अब अलिअलि सारी लाएर बसिथ्यौ के तिमी त अब गिलासमा दुध लिएर सारी लाएर बसेको रहेछौ कमसेकम अलिकति यसो नाइट ड्रेस लाएर बस्नु पर्छ नि कपडा खोल्दा खोल्दा बिहान भइसक्यो के रमाइलो गर्नु खै हजुर के गर्ने होला नाइट ड्रेसै ल्याउन बिर्सेछ घरबाट सारी लाएर आउँछु सारी खोल्न 1 हप्ता लाग्छ यस्तो पाराले कसरी फ्यामिली प्लानिङ गर्ने हो अनि चाहिँ तिम्रो अनि कि तिम्रो चाहिँ बिहाभन्दा अगाडि चाहिँ यस्तै लसपस थियो कि थिएन थिएन नि मेरो त गोठा लाग्दा ए नै गोठा त मेरो हुन्थ्यो मेरो पनि थिएन कि अनि कि अनि तिमीलाई हाम्रो घर चाहिँ कस्तो लाग्यो एकदम राम्रो तपाईको घर पनि तपाईको मन पनि तपाईको त्यो पनि रातिमा के हेर्न भेज्यो है त्यो पनि मतलब त्यो पनि तपाईको मन पनि राम्रो रहेछ भनेको हजुर हजुर मनको कुरा पो गरे कि आजकल धेरै काजु खाएर मैले अर्कै सोच्छु क्या बा अनि कि अब चाहिँ के सोच्छ त नि प्यारियामा केही वर्ष यस्तै बच्चा नपाइकन बस्ने हो कि अथवा फ्यामिली प्लानिङ गरिहाल्ने हो गरिहाल्ने फ्यामिली प्लानिङ हजुर गरिहाल्ने कि अहिले नि सुरु हाल्ने अनि पहिलो सन्तानको नाम चाहिँ के राख्ने नि मैले त सोचिरहेको छु रुचि राखिदिनु पर्ने छ छोरीको नाम चाउ चाउ रुचि यो कस्तो नाम रुचि रुचिमा चाहिँ रुबिन र चियावालीको रुचि अरे वाह दीदी दीदी वाह दीदी क्या नाम म एक्लै आधा किन मक्ख परेको होला यार यस्तो नाम कहाँबाट सोचेको त नि सोचेको नि कसले सिकायो सिकाएको होइन आफै आएको अनि माथि जान्नौ अब जानुपर्छ भोलि जानुपर्छ हिजो त सुहाग रातको दिन अब त्यस्तै बोकेर आज त अब आज त नाइट ड्रेस लाएर आऊ है नाइट ड्रेसै छैन ल लक्ष्मी कलासँग जाली नाइट ड्रेस छैन मतलब 24 रोज नाइट ड्रेस चाहिँ किन नलेके त नि बिर्सेछु नि त्यसो कटुला मैले पत्ता अनि बिहे भएको छ भन्ने थाहा हुँदा त सायद लाएर किन आयो कि त नि पछि त साडी लगाउनु पर्छ भनेर नि बिर्से नि नाइट ड्रेस ल्याउनै म बोलिन बस एक्टिङ होला सिरियस नआउनुहोस् प्लिज